साथीहरू, सो म चाहिँ डाइरेक्ट आज रेडी भएको छु अनि यता तपाईँहरू हेर्न सक्नुहुन्छ टी सर्टमा लेखेको छ जेएनजे प्याराडाइज स्कुल अफ म्युजिक एन्ड वर्सिप है त। अनि यो चाहिँ म रेडी भइसकेको छु अनि मतलब तपाईँलाई देखाउने छु आजको ग्रेजुएसन प्रोग्राम इभेन्ट पुरा तपाईँलाई देखाउने छु सङ्गहरू अनि पर्फर्मेन्सहरू है त। अनि तपाईँहरू सुरुदेखि लिएर अन्तिमसम्म मजाले हेर्नुहोस् है त। अनि म चाहिँ जुत्ता लगाउँछु किनभने म ढिलो भइसकेको छु अनि जुत्ता लगाउँछु, त्यसपछि हामी त्यतै हेर्नेछौँ सबै कुराहरू। आई एम रेडी। सो म चाहिँ निस्किसकेँ अनि मेरो आवाज चाहिँ आज त छन् बसेछ। सो हामी चाहिँ अहिले बाटोमा त नहेरौँ, अब डाइरेक्ट त्यहीँ गएर भेटौँ है त। अहिले चाहिँ हामीहरू सबै स्टुडेन्ट्सहरू आफ्नो सिटहरू म्यानेजमेन्ट गरिरहेका छौँ र हाम्रो ग्रेजुएसन सेरेमनी अब एकैछिनमा स्टार्ट हुनेछ।
आउँछ राम राणा जो चाहिँ वर्ड अफ ट्रुथ चर्चबाट आउँदै हुन्छ साम दही जो चाहिँ एजी बलिदान चर्च कञ्चनपुरबाट हुन्छ र जसले गिटार सिक्नु भएको यता चाहिँ अहिले फोटोसुट हुँदैछ त्यो ग्रुप फोटो चाहिँ सकिएको म तपाईँलाई देखाइदिन्छु तर यता चाहिँ पर्सनल सुटहरू हुँदैछ आफ्नो आफ्नो टिचरहरूसँग आफ्नो साथीहरूसँग यादगारको मेमोरीको लागि यो चाहिँ गिटार टिचरको बेसिक गिटार टिचर अनि स्टुडेन्ट्स अब चाहिँ हाम्रो प्रोग्राम सकेर म र दिपेन्द्र जाँदैछौँ हाम्रो घर। दिपेन्द्र मलाई मेरो घर पुगाउन जाँदैछ। सो म चाहिँ अहिले त्यहाँ चर्चबाट चाहिँ आइसकेको छु होइन अनि त्यहाँ चाहिँ मैले थुप्रै कुराहरू देखाउन त देखाएँ तपाईँहरूले हेरिसक्नुभयो अनि त्यो चाहिँ अब हामीहरू चाहिँ अगाडि बसेको थियौँ मैले त्यहाँ बोल्न नि पाइनँ अनि कतिपय कुराहरू रेकर्ड पनि राम्रोसँग गर्न पाइनँ पछाडिबाट अरूलाई मोबाइल दिएको थिएँ अनि राम्रोसँग रेकर्ड गरिदिनु भनेर त भनेको थिएँ अब हेरौँ तपाईँले हेर्नुभएको छ मैले हेरेको छैन अहिलेसम्म अनि अब चाहिँ म आइसकेको छु अब चाहिँ म गाउँतर्फ निस्किन्छु किनभने गाउँमा अलिकति काम रहेछ त्यही भएर अनि सो यस्तै छ हाम्रो ग्रेजुएसनको प्रोग्राम इभेन्ट अनि हियर यु क्यान सी जेएनजे प्याराडाइज स्कुल अफ म्युजिक एन्ड वर्सिप अनि यो चाहिँ टी सर्ट एकदमै राम्रो छ धन्यवाद दादा क्रिस्टोज अनि तपाईँहरूले हेर्नुभएको छ त्यही धेरै ठुलो कुरा हो अनि नेक्स्ट भिडियो पनि हालौँला अहिले अनि आजभोलि त म बिर्सिन्छु कि कतिपय ठाउँहरूमा भिडियो बनाउने किनभने लामो समयसम्म भिडियो बनाइन बानी पनि छुट्न थालेको थियो त्यही भएर बनाएको छु अहिले तर कहिलेकाहीँ बिर्सिन्छु रेकर्डहरू गर्न ल तपाईँहरूलाई धन्यवाद छ अर्को भिडियोमा हामी छिट्टै नै भेट्नेछौँ भ्लगमा है त ल बाई बाई सी यु इन नेक्स्ट भिडियो